हेलो एन्ड नमस्ते गाइज। आज चाहिँ म हिँड्दैछु अब नेपाल होइन, टक्क लगाएर रुमबाट हिँड्दैछु टक्क लगाएर रेडी घाटमा भइसक्यो। हेर्नुहोस् लास्ट होइन, भोलिदेखि फोन हुन्न यता छ हाम्रो छ। सो म चाहिँ हिँडिसकेको छ टक्क लगाएर। सो गाइस हामी यतातिर छौँ कि आइसकेको छ आकाश तामाङ होइन, टक्क लगाएर म सुरु भइसकेको छ अब यतातिर है। यतातिर होइन एकछिन नगुडी पास खुल्ला हुन्छ, त्यहाँबाट हामी जानेवाला छौँ। अहिलेलाई चाहिँ केही टुलटाल गर्दै हिँडिरहेको छु आकाश तामाङ थोरै थोरै भिडियो बनाएर। यतातिर छौँ है हामी चाहिँ। अब एकछिन टोइलेट गएर भरे भोटिङ सके रोक्ने स्टार्ट हुन्छ, त्यतिखेर चाहिँ अनि छिर्नुपर्छ। हिँडिरहेको छौँ हामी। साला जिन्दगीमा देखाइदिने यस्तो टोइलेट गएर त बाद लास्टमा त अनि हिँडेर त पुरै पाइटै थाकिसक्यो यार वेटिङ गर्दा गर्दै। थोरै होइन त कति भइसक्यो, म 12 बजी छिरेको 7 बजीसम्म 12 1 2 3 4 5 6 बाप रे बाप 7 घन्टा हानिसक्यो वेटिङ। आउँदैछ काठमाडौँ टक्क लगाएर हामी अब प्लेनभित्र छिर्ने हो। त्यहाँदेखि चाहिँ काठमाडौँ सिधै झरिन्छ। त्यही चाहिँ यहाँ पानी के कुरा चलिरहेको छ फेरि। प्लेनमा आइसकेको त मैले टक्क लगाएर प्लेनभित्र छिरेको अवस्था छ हामी मजाले। अब आइन्छ नेपाल है त, अब उठ्नेवाला छ।
ए जाउँ न के हुन्छ त यार जाउँ आज त चाँडै आइपुगे हामी लगेज लिन ट्याक्क लागेर लगेज लिने ठाउँमा बसिरहेको छु फेर कतिखेर आउँछ ल हामी भेट भइसकेको छौँ अब एउटै प्लेनमा आएर होइन यहाँ आएर पर्खेको आफ्नो लगेज लिनको लागि ल ल ल दाजुले त दिइरहेछ त ल ल ल ल दाजु दाजु ल मासु गऱ्यौँ होइन रुम गएर राना दर ऊ आयो है आयो 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 निस्क्यो ल निलो भयो नि हौ माल कडाइ निस्क्यो है यो चाहिँ मर्निङ सर्ट है